महिलाहरूको संसार चुलो चौकोमै सीमित हुनुपर्छ, उनीहरूलाई गहना जस्तै सजाउनुपर्छ भन्ने भाष्य र बन्देजका घेराहरूलाई चिर्दै आफ्नो चाहना र आत्मविश्वासको बलमा अघि बढेकी एक प्रतिनिधि पात्र हुन् सुनिता चौलागाई। काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर वार्ड नम्बर 6 मा जन्मिएकी चौलागाईले आफू जन्मेकै ठाउँबाट माध्यमिक तहको पढाइ सकाइन्। सामान्य परिवारमा दुःख गरेर पढेकी चौलागाईको जीवन भोगाई भने सामान्य छैन। मेरो नाम सुनिता चौलागाई। मेरो घर चाहिँ काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर वार्ड नम्बर 6। मेरो जन्मघर जन्मेको ठाउँबाट फटकशिला माध्यमिक विद्यालयमा मैले अध्ययन गरेँ। 1 कक्षादेखि नै धेरै गाह्रो थियो, दुःख थियो ओइ बेलामा पढ्न जानको लागि। हातमा बुक बोकेर, काँधमा पारिवारिक जिम्मेवारी बोकेर अगाडि बढेकी सुनिता सङ्घर्षसँग हारेनन् र सफलताको भोकले लगारिरह्यो। सुनिता चौलागाई सिटिजन लाइफको एक सफल अभिकर्ता हुन्। आज उनी आफ्नो जिन्दगीप्रति खुसी छन्। सिटिजन लाइफको एमडिआरटी बनिसकेकी चौलागाई आजको सफलता भन्दा पनि विगतमा आफूले गरेको सङ्घर्ष सम्झिँदा भने आनन्दित हुने सुनाउँछिन्। धेरै गाह्रो थियो, दुःख थियो ओइ बेलामा पढ्न जानको लागि। हातमा बुक बोकेर 1.5 घन्टाको बाटो हिँड्नु पर्थ्यो। त्यो सङ्घर्ष गरेर पढेर एकदम बाढी पहिरो नभनी बुवाले पुर्याउन जानु पर्थ्यो हामीलाई असारको महिनामा। त्यस पछाडि मैले आफैले पढेको विद्यालयमा टिचिङ पेसा सुरु गरेँ र +2 चाहिँ मैले तपेश्वर माध्यमिक विद्यालयबाट +2 पास गरेँ। पास गरिसकेर ब्याचलरको लागि चाहिँ मैले पशुपति कलेज जोइन गरेको थिएँ। अनि त्यस्तै क्रममा चाहिँ तपाईँको अब पारिवारिकमा जोडिन पुगेँ। पारिवारिकमा जोडिएँ र अहिले चाहिँ सिटिजन लाइफ इन्सुरेन्समा चाहिँ आबद्ध भएर काम गरिरहेको छु। त्यति बेला सुनितालाई आफू भविष्यमा के बन्ने भन्ने बारे कुनै योजना नभएको सुनाउँछिन्। बरु समय बित्दै जाँदा जे भोग्नुपर्छ त्यही लक्ष्यको रूपमा स्वीकार गरौँला भन्ने सोच्थिन्। समय कट्दै जाँदा उनलाई अब जागिर खानुपर्छ भन्ने लागिरहेको थियो। केही समय उनी शिक्षण पेसामा पनि आबद्ध भइन्। त्यसपछि सुनिताको भेट उनकी सानी आमासँग हुन पुग्यो, जुन भेटले सुनिताको जिन्दगीमा नयाँ टर्निङ पोइन्ट ल्यायो। मैले एकजना यही बिमा क्षेत्रमा काम गर्ने मेरो सानो मम्मी हुनुहुन्छ, उहाँलाई चाहिँ मलाई कुनै एउटा जब भए खोजिदिनुहोस्, म पनि अब जब गर्छु, बाबुहरू हुर्किनु भयो भनेर उहाँलाई प्रस्ताव राखेँ। र उहाँले भन्नुभयो, नानी राम्रो हुन्छ, पार्ट टाइम जब हो, तिमी चाहिँ यहाँ जाऊँ, तिमी बुझ, आफूलाई मन पर्यो भने तिमीले यसमा काम गर्दा हुन्छ भन्नुभयो उहाँले। र म जुन नजिकैको शाखा गठाघर ब्रान्चमा पुगेँ। गठाघर ब्रान्चमा पुगिसकेपछि त्यहाँको बिएम भगवती म्यामलाई भेटेर उहाँको कुराले मलाई एकदम प्रभावित बनायो। बिमामा काम गर्दा राम्रो हुने रहेछ भनेर म यस क्षेत्रभित्र लागेँ। सुनितालाई सपना देख्न सजिलो थियो, तर सपनामा आकार भर्न उनलाई परिवारको साथको आवश्यकता थियो। बिमा पेसा सुरुमा बुझाउन समेत गाह्रो भएको बेला बुहारीको रूपमा रहेकी सुनितालाई परिवारको साथ कसरी माग्ने भन्ने अन्योलता कायमै थियो। तर सुनिताको कुरा सुनिसकेपछि परिवार बाधक भएर होइन, भर्याङ बनेर उभिदिए, जसले गर्दा सुनिताको आत्मबल एकाएक दोब्बर बढेर गयो। म यस क्षेत्रमा लागिकन मेरा घर परिवार, बुवा मम्मी, हस्बेन्डले धेरै ठुलो सहयोग सपोर्ट गर्नुभएको छ। कुनै ठाउँमा जाँदाखेरि म आज फलान ठाउँमा जानुपर्ने छ भन्दा उहाँहरूले ल जाऊ, समयमै पुग्नुपर्छ, आफ्नो काम गर्नुपर्छ भनेर उहाँहरूले मलाई सपोर्ट गर्नुभएको छ। मैले घर परिवारबाट चाहिँ धेरै सपोर्ट, माया पाएको छु। र कुनै ठाउँमा जाँदा पनि आफ्नो एउटा टिम लिएर जाँदा त्यहाँ चाहिँ यति राम्रो हुँदो रहेछ भन्ने कुरा पनि मैले अनुभव बटुलेको छु। बिमा पेसा र यसको आवश्यकताबारे बुझाउन त्यति सजिलो थिएन। धेरैको लागि बिमा भनेकै नयाँ र नसुनिएको विषय थियो। सुनिताले मान्छेहरूलाई यसको महत्त्व बुझाउन अनेकौँ प्रयास गरिरहन्थिन्, तर सुरुमा भने सोचे जस्तो परिणाम नआउँदा उनलाई निराशा पनि लाग्थ्यो। तर पनि उनले बुझाउन र सुन्न भने कहिल्यै पछि परिनन्, कहिल्यै दिगदारी मानिनन्। बिमा भन्ने चिज त्यति सजिलो चिज चाहिँ होइन, तर बुझिसकेपछि चाहिँ बिमा गर्नुपर्छ, आफ्नो जीवन सुरक्षा गर्नुपर्छ भन्ने चाहिँ साथी या कुनै आफन्त, मामा माइजू जो हुनुहुन्छ उहाँलाई गएर आफूले कन्भिन्स गराउन सक्यो भने बिमा राम्रो रहेछ भनेर चाहिँ गर्नुभएको छ होइन। कुनै ठाउँमा चाहिँ तपाईँको 10 चोटिसम्म कल गर्दा पनि नभेटौँ, नगरौँ है, सरी भन्ने पनि मैले भेटेको छु। अब यो अन्तरालमा चाहिँ उहाँहरूलाई जाने, उहाँहरूसँग भेटघाट गर्ने, बिमाको सिधै कुरा नगरिकन के छ सन्चो बिसन्चो भन्दै फर्किँदै पनि म धेरैचोटि आएको छु यस क्षेत्रमा। अनि लास्ट समयमा जाँदा चाहिँ ल यस्तो है, बिमा गर्दा चाहिँ यो फाइदा हुन्छ, भोलिका दिन रोग लाग्यो भने पनि बिमाले चाहिँ हामीलाई सहयोग गर्छ
कुनै घरमा केही त्यस्तो अप्ठ्यारो परेको छ भने पनि बिमा कम्पनीले चाहिँ हामीलाई राहतका रूपमा चाहिँ हामीले गरेको बिमा बापत त्यसले चाहिँ हामीलाई पैसा या परिवारलाई सपोर्ट गर्ने काम गर्छ भनेर चाहिँ यसरी कुरा बुझाउँदाखेरि बुझ्नु चाहिँ भएको छ है आफ्नो मान्छेहरूले। नेपाली बजारमा बिमा कम्पनीको प्रतिस्पर्धा नै देखिन्छ, तर सुनिताका लागि भने सिटिजन लाइफ इन्सुरेन्स नै निर्विकल्प जस्तो बन्यो। कम्पनीको विभिन्न स्किम, सुविधा र विशेषताका कारण उनी सुरुदेखि नै सिटिजनमा आबद्ध भएर काम गरिन्। हाल सोही कम्पनीले खुसी र सफलता दिएको सुनिता बताउँछिन्। सिटिजन लाइफ इन्सुरेन्समा आबद्ध हुँदा चाहिँ मलाई एकदमै खुसी लागेको छ कि म यस क्षेत्रमा आएर काम गर्न पाउँदा मलाई चाहिँ बाहिरी वातावरण, आफ्नो छरछिमेक वरपर आफन्तजनले बुझ्ने तरिका फरक पाएको छु मैले। तपाईँको जुन अवस्थाबाट म आज सिटिजनमा आएर हरेक विविध प्रमाणपत्रहरू घुम्न, अब सिटिजनले चाहिँ हामीलाई दिएको फेसिलिटी, तपाईँले यस्तो गर्नुभयो भने ओहो तपाईँ त यस्तो खालको अभिकर्ता हो कि तपाईँ हाम्रो अभिकर्ता होइन, तपाईँ हाम्रो यहाँको कर्मचारी हो भन्दै हामीलाई हौसला दिँदै सरहरूले चाहिँ हामीलाई यसरी अघि बढ्न प्रेरित सरहरूले दिनुभएको छ। म सिटिजनप्रति यति आभारी छु कि तपाईँको यो सिटिजनमा नआएको भए आज सुनिता चौलागाई भनेको मान्छे को हो भनेर चिन्ने मौका पाउनुहुन्थेन होला सायद समाजले पनि। आज चिन्ने मौका पाउनु भएको छ, म यसैमा खुसी छु। बिमा गर्न आग्रह गर्दा समेत इन्कार गरेका बिमितहरू अहिले उल्टै सुनितालाई सम्पर्क गरेर बिमा गरिदिन आग्रह गर्छन्। उनको काममा विश्वास थपिएको छ, आत्मबल पनि बढेको छ। उनी यो पेसाले बिमितको सेवा गर्ने अवसर दिएकोमा दङ्ग छिन्। म चाहिँ आज बिमामा जोडिएको, सिटिजन लाइफमा जोडिएको चाहिँ आज 4 वर्ष कम्प्लिट हुन लागेको छ र म चाहिँ यस बिमा क्षेत्रमा छिरिकन चाहिँ मलाई बिमा मन पर्दैन, म बिमा गर्दिनँ, बिमा चाहिँ किन गर्नु पर्यो भन्ने जुन हाम्रा साथीभाइहरू हुनुहुन्छ नि, उहाँलाई चाहिँ मैले पटक पटक फोन गर्ने, भेट्ने, कल गरेँ। पछि उहाँहरूलाई बुझाउँदै जाँदाखेरि ओहो बिमा त राम्रो रहेछ बहिनी, तिमीले गरेको प्रगति देखेर मलाई पनि बिमा गर्न मन लाग्यो भनेर चाहिँ भन्नुभएको थियो क्या मलाई। सुनिताको लागि सिटिजन लाइफ इन्सुरेन्स अब एक बिमा कम्पनी मात्रै होइन, परिवार जस्तै बनेको छ। भविष्यमा हुन सक्ने अनिश्चित जोखिम वा क्षतिबाट आर्थिक सुरक्षा दिने बिमा र सिटिजन इन्सुरेन्सका सहकर्मीको आत्मीय व्यवहार, उत्कृष्ट भिजन र बिमित केन्द्रित सुविधाका कारण सुनिताले सिटिजन लाइफ आफ्नो परिवारको एक हिस्सा नै भएको सुनाउँछिन्। सिटिजन लाइफ इन्सुरेन्समा चाहिँ तपाईँका स्किमहरू अब जस्तै शुभारम्भ योजना भन्ने एउटा योजना छ, तपाईँको त्यसमा चाहिँ प्रिमियम पनि कम छ। तपाईँको भोलिका दिन केही भवितव्यमा केही पर्न गयो भने त्यही बेनिफिट पनि त्यसबाट हामीले प्राप्त गर्न सक्छौँ। अब जस्तै भोलिका दिन ठुला रोगहरू लाग्दाखेरि 50 लाखको बिमा गर्नुभएको छ, कुनै व्यक्तिले 50 लाखको बिमा गर्नुभएको छ र उहाँलाई चाहिँ प्राणघातक एकदम क्रिटिकल रोग लाग्यो भने जस्तै कम्पनीले पहिले 50 लाख रुपियाँ क्लेम गर्छ र तपाईँको बाँकी रहेको उहाँले हाल्नुपर्ने प्रिमियम पनि हाल्नु परेन, अनि अवधि पुगेपछि त्यसको डबल पनि आउँछ। मलाई चाहिँ त्यही भएर सिटिजन लाइफ इन्सुरेन्स मनपर्छ। यस सिटिजन लाइफ इन्सुरेन्समा चाहिँ तपाईँको म आफूले गर्ने पछिसम्म पनि म यो लाइफै मैले यही सिटिजनमै बिताउँछु भन्ने एउटा प्रण लिएको छु। अब भोलिका दिन के हुन्छन् म भन्न सक्दिनँ होइन। त्यही भएर चाहिँ म सिटिजनलाई चाहिँ एकदम प्राउडफुल गर्छु, माया गर्छु, विश्वास गर्छु।